हेलो हेलो साथीहरू सम्पूर्णमा नमस्ते। हेर्नुहोस् त म दुईटा कुखुरा काटेर पोलपाल पार्दैछु। यो के को लागि हो भन्दाखेरि मोमो खानको लागि काटेको साथीहरू। अनि दिदीबहिनीहरूले सबै मिलेर मोमो खाऊँ भनेर हेर्नुहोस् हामीले दुईटा कुखुरा लिएर पोलपाल पार्दैछौँ। अनि म कुखुरा फोर्दैछु हेर्नुहोस् त साथीहरू। अनि मैले किमा काट्नको लागि रेडी भएँ। किमा गराउँदैछु मैले मोमोको लागि। अनि हामी दिदीबहिनी मिलेर सबैले मोमो खाऊँ भनेर बनाएको। अनि हेर्नुहोस् किमा गराउँदैछु म ट्याक 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 पार्दैछु 5 केजी मासु साथीहरू। अनि किमा रेडी भइसक्यो। किमा बनाएर भइसक्यो साथीहरू। रेडी भइसक्यो है मोमो बनाउनको लागि। अब हामी रेडी भइसक्यो मोमो बनाउनलाई सबैजना। मैले चाहिँ गोला पारिरहेको छौँ। पहिला मजाले गोला पारिरहेको छौँ। कहिले बिन्दैछौँ यी गराउँदैछौँ मिलिजुली सबैले। यी बहिनीले यता बेल्दैछिन्, मैले यता गोला पार्दैछु, बहिनीले पनि यता मोमो गराउँदैछिन्, यिनी साइली बहिनीले बनाउँदैछिन्। हेर्नुहोस् त कस्तो राम्रो मोमो बनाएको छौँ हामीले। ल हेर्नुहोस् साथीहरू। मोमो जति खाऊ 4-5 सुपा भएको छ हाम्रो 5 केजी मासुको। ल रेडी भइसक्यो। छोरीहरूलाई खाना बसाल्यौँ हामीले। खाँदैछन् यति मिठो छ ठुली मम्मी भन्दैछन्। अब हामी पनि खाना बस्छौँ। बाई बाई सबैजनालाई।